हाई एभ्रिवान, वेलकम ब्याक। धेरै लामो समयपछि भिडियो बनाउँदैछु म चाहिँ। अनि अहिले चाहिँ म दाङछु। हिजो सुर्खेतदेखि म 2 बजे 1 बजे गाडीमा चढेको थिएँ अनि राति 11 बजे आइपुगेँ। म यति धेरै जाममा परेर यति धेरै ह्याङओभर भने अहिलेसम्म मेरो टाउको दुखिरहेको छ कि लगभग 4 घन्टा जाममा परेपछि बल्ल बल्ल जाम क्लियर भएर म हिँडेर 11 बजे आउँदा घर पुग्दा 11 बजिसकेको थियो। खाएर यताउता सुत्दा त लगभग 12 नै बजिसकेको थियो। अनि आज हाम्रो घरमा फेरि छ रोपाई। सो हामी छिटो उठेर अब खाना खाएर बाबा मम्मी चाहिँ गइसक्नुभयो। हामी चाहिँ खाना बनाएर खाएर जान्छौँ। सुतिराख्नु भएको छ, छिटो उठ्नु भनेको अब खाना बनाउनु चाहिँ उहाँ नै हो कि, किनभने म धेरै लामो समयपछि आज मलाई थाहा छैन के बनाउने कता के भनेर उहाँले बनाउँदै हुनुहुन्छ। तर उहाँ चाहिँ सुतिराख्नु भएको छ अनि म चाहिँ बिहान उठिसकेको छु। हेलो, धेरै लामो समयपछि बनाउला बोल्नै नआएको। म कति मोटो भएछु, गाला पनि कति पुक भएको। ल गाइज, स्टे ट्युन। म चाहिँ यहाँ सुतेको थिएँ किनभने उहाँ एकदम अप्ठ्यारो गर्नुहुन्छ कि उहाँ बेडमा पुरै 360 राउन्ड हान्नुहुन्छ। अनि म चाहिँ छुपुक्क ल्याएर सुत्छु नि त, त्यही भएर म यहीँनिर सुतेँ, उहाँ त्यहाँनिर सुत्नुभयो। अनि हिजो ब्याग ल्याएर मैले यहीँ थन्काएको छु कि हिजो अब लुगाहरू पनि एकदम मिलाउनु छ। लुगाहरू सब यहीँ थन्काएको छु मैले। अनि यो ड्र्यागन फ्रुट हजुरले हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो आन्टीले सुर्खेतदेखि पठाइदिनु भएको बुवा आमाको लागि। अनि एउटा चाहिँ मेरो भाइले देखेर खान मन गर्यो, त्यसैले मैले एउटा चाहिँ भाइलाई काटेर खुवाएँ। आज चाहिँ एकादशी रहेछ। सो मेरो भाइले नुहाएर यहाँ तुलसीको बिरुवा रोप्दैछ। ल यहाँ माटो हाल्न, यहीँ त हो है सुगा। हाम्रो ठिकठाक भइसक्यो अलिअलि। प्रसाद चाहिँ हेर्नु न, फलफुल नै रहेनछ अहिलेलाई। अनि प्रसाद चाहिँ यस्तो खाली खाली भयो। ल हाम्रो बाहुन बाजे पूजा गर्दै हुनुहुन्छ। अब हामीसँग बत्ती बाल्न पुग्दैन धेरै माथि लगाइदिएँ। अहिले लाइतीको टिका हेर्न सक्नुहुन्छ। कति ठुलो हामीले पूजा पनि गरिसक्यौँ। अब यहाँदेखि अझै छ, यता कस्तो राम्रो रोपाइ भइसकेछ। हामी सब कोरिरहेको छौँ तर अटो आएको छैन अहिलेसम्म। त्यो हाम्रो रोप्नलाई बिहा धानको बिहा हो त्यो चाहिँ। अनि हाम्रो फुपूले रेनकोट तयार पार्दै हुनुहुन्छ। हाम्रो अटो आइपुग्यो। अब हामी सामानहरू लोड गर्छौँ। यहाँ मामा र मम्मी सामानहरू लोड गर्दै हुनुहुन्छ। कसरी हाल्ने एउटा पछाडि यो भाँचीको गाँठी हतारमा त्यही हुन्छ के। अब के भन्नु अब त्यो घरको चौतारी। ल हाम्रो आन्टी यता आउनुहुन्छ। रोप्नलाई तम तयार। हामी चाहिँ आइपुग्यौँ खेतमा। यस्तो अबि पानी नपरेर यति सुक्खा भइरहेछ। हाम्रो बिहा निकाल्दैछौँ। मामाले एउटा सकिन्न बोध गरेको छ मामा। हाम्रो आन्टी यहाँ बिहार बोकेर हिँडिराख्नु भएको छ। ऊ त्यहाँ हो हामी पुग्नु पर्ने चाहिँ। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले बाटो, बर्खाको बाटो। हामी त्यहाँदेखि आएको हो। बेलगनारी हो यो ठाउँको नाम। अनि बनाइरहेको छु। यसरी हामी हिँडेर आइरहेछौँ। यहाँ धान रोपेको पानी नभएर सुक्खा भएको छ पुरै। आकाशबाट पानी नआएर हेर्न सक्नुहुन्छ।
तरकारीहरू भेन्डी पनि रहेछ यहाँ दिस इज टु मच यति हो यति मात्रै हो ट्याक्कै 2 रेडी भइसक्नु भएको छ ग्राउन्ड चाहिँ त्यो हो आज छक्का कि छक्का म चाहिँ रोनाल्डोको एकदम ठुलो फ्यान हो त हाम्रो रोपाइ सुरु भइसक्यो आन्टी उता हुनुहुन्छ बिहार लिएर यता सुम्का तयार खुट्टा दे अब म पनि रोप्न जान्छु मलाई खासै आउनु त आउँदैन तर जे भयो नि रोप्छु म एकछिन रोप्छु अब मेरो भिडियो खिच्ने कोही पनि छैन सबको हातमा हिलो भइसक्यो आन्टीको छ म आन्टीलाई दिन्छु अब म रोप्छु हजुरले मेरो रोपाइ हेर्नुहोस् है हाई साथीहरू म चाहिँ रोपेर आइसकेँ यति धेरै थकाइ लाग्यो म त खाँदा एकछिन आएर नुहाएर सुतेँ एक दिन सुतेर उठेर खाजा चाहिँ हाम्रो आज एकादशी परेकोले पुरी र आलुको अचार बनाउनु भएको थियो अनि मलाई चाहिँ यो जलाइन पेन भएर खानै मिल्दैन कि अनि मैले चाहिँ अचार खाएँ पुरी चाहिँ मैले यसै छोडिदिइरहेको छु कि 2टा पुरी थियो अनि मैले यति आधा मात्रै खाएँ अनि अचार चाहिँ खाएँ अचार चाहिँ एकदम धेरै मिठो भएको थियो यति धेरै हेर न म डढेर यस्तो धेरै गर्मीमा रोपेर मेरो त आवाज र नाक नि बस्ला जस्तो भइरह यति धेरै थकाइ लाग्यो साथीहरू के कुरा गर्नु ओहो अब त भोलि त अझ हिँड्न नि मिल्दैन जस्तो लागिरह मलाई मेरो यो खुट्टा पेन यति धेरै पेन भइरहेछ यति धेरै थकाइ लाग्यो तर धेरै लामो समयपछि मैले धान रोपेको हो नि त एकदम रमाइलो पनि भयो बेला अनि आन्टीहरूले एकदम हँसाइराख्नु भएको थियो रमाइलो त भयो साथीहरू तर थाक्न चाहिँ एकदम वर्स्ट लेभलमा थाकेँ म तर केही छैन एकदम रमाइलो भयो धेरै पछि मैले धान रोपेँ अनि बिर्सेको चाहिँ रहेनछु मैले सबै ढिलो चाहिँ भएको थियो उहाँहरू जस्तै मेरो मम्मीहरू आन्टीहरू चाहिँ रोपिरहेको एकदम फास्ट लैजानुहुन्थ्यो आफ्नो साइडको पार्ट तर मेरो चाहिँ एकदम ढिलो हुन्थ्यो अनि फेरि मलाई लिन आउनुहुन्थ्यो कि माथि मेरो पार्टलाई तलतिर लिनलाई अनि धेरै लामो समयपछि रोपेँ होला मैले धान रमाइलो पनि भयो तर म डढेर चाहिँ यस्तो डेन्जर आजको दिन मेरो यस्तै नै भयो अब लास्टसम्म यदि कसैले भ्लग हेर्नु भएको छ अथवा थियो भने चाहिँ सबैजनालाई धन्यवाद भ्लग हेरिदिएकोमा अब फेरि अर्को भ्लगमा भेटौँला बाई